अनि नमस्कार सबैजनालाई। आज पनि म सधैँको जस्तै नै भ्लग लिएर आएको छु। आज चाहिँ म एउटा मेरो सबभन्दा खुसीको कुरा पनि हो अनि मेरो बुढाको मेहनत पसिनाको सदुपयोग गर्दैछु। आज चाहिँ म वर्ष बसेर दुःख गर्नुभएको मेरो बुढोले अब म चाहिँ उहाँको पैसालाई तहलाउँदैछु। अब म चाहिँ सधैँ हिँडेको बाटै हिँड्छु, सर्टकट बाटो। चप्पल पनि बेला बेला त ठिसै लागेर लड्छु नै गर्छ। यो हावाले कस्तो हान्छ कि मलाई भिडियो बनाउनु दिँदैन। दाजु भर्खर आउनु भएको ए ल म यही दाजुमा दिदीकोमा छ, म हिँड्दै जान्छु। तपाईँलाई थाहा छँदैछ होला मेरो सर्टकट बाटो चाहिँ यस्तो छ। बाख्रा साख्रा सबै छ। यहाँबाट चाहिँ म छिट्टो पुग्छु दिदीको घरमा अनि दिदीको घरबाट चाहिँ हामी गाडीमा जान्छौँ। दिदीको घर आइपुग्यो। अब दिदीको घरबाट गाडीमा जान्छौँ। हामी हिँड्न लागेको, दिदी चाहिँ रेडी हुनुहुँदैछ गाडीमा। यहाँ जान लागेको चाहिँ अहिले भनेको छैन मैले, भरे देखाउँछु है तपाईँहरूलाई म कहाँ जाँदैछु भनेर। एटिएमबाट चाहिँ हामी अब अलिकति पैसा झिकेर लानुपर्ने थियो। त्यहाँ चाहिँ हाम्रो तिर्नुपर्ने हुन्छ पैसा। हामी इटारी चोक हुँदै जान्छौँ है त। इटारी चोक हुँदै बाट फेरि आर्मी क्याम्पनेर पेट्रोल पम्प छ। त्यो पेट्रोल पम्पबाट चाहिँ हामी हिँड्यौँ अब पेट्रोल हालेर। खाना खायौँ अनि हाम्रो गाडीलाई पनि खाना खुवाउनु पर्यो नि त, भोक लाग्छ होला भनेर पेट्रोल फुल हालेर। अलिक टाढैको यात्रा थियो हाम्रो, त्यही भएर अलिक पेट्रोल हालेर गयौँ हामी चाहिँ। इटारी चोक पुगेछौँ। इटारी चोक पुगेपछि चाहिँ अब इटारी चोकबाट हामी पश्चिम लाग्यौँ। पश्चिम काठमाडौँ जाने, राजधानी जाने बाटो सरर जाने हो हामी चाहिँ। गाइज हेर्नुहोस् है, राजधानी जाने बाटो, राजधानी नेपालको राजधानी जाने बाटो हेर्नुहोस् है गाइज। अब यहाँबाट टक्क ट्राफिक कार्यालय इटहरीको आइपुग्यौँ है गाइजहरू। पश्चिम जाँदैछौँ, पश्चिम ट्राफिक कार्यालय कटेर बस पार्क कटेर जाँदैछौँ है गाइजहरू। हामी चाहिँ जाँदैछौँ। आज चाहिँ मेरो काम छ माई। राजेश्वर घाट पनि कट्यौँ। भाटपाटेनी सुपर मार्केट पनि कट्यौँ है गाइजहरू। हामी चाहिँ भाटपाटेनी सुपर मार्केट पनि कट्यौँ। जाँदाखेरि ठ्याक्कै यो के ब्यारेक भन्छ यो पनि कट्यौँ हामीले। कान्छी चोक पनि कट्यौँ हामीले गाइजहरू। कान्छी चोक पनि कट्यौँ। हामी धेरै फार आइसक्यौँ, फार।
गाइजहरु हामी चाहिँ झुम्का बजार आइपुग्यौँ है। झुम्का बजार त निकै नै ठुलो पो रहेछ, ठुलो रहेछ। म यहाँ सुधा 2 चोटि भइसक्यो यो ठाउँ आएको। पहिला पनि मेरो एउटा काम थियो, त्यतिखेर आएको थिएँ। अहिले पनि दोस्रो काम, फेरि पनि आएको छु। झुम्का बजार कट्न लाग्यौँ। अब झुम्का बजार पछि एउटा पुल आउँदो रहेछ, यस्तो राम्रो पुल। यो नहर सजिएको रहेछ नेपालको झन्डाले टक्कसँगले। वाउ, बिहे पनि रहेछ कि क्या हो आज त यहाँ हुँदै। धेरै रमाइलो रहेछ। मैले अरूको भ्लगहरूमा त हेरिराखेको हो यो झुम्का बजार, तर आफूले चाहिँ मजाले हेरेको थिइनँ। अस्ति आउँदा पनि गाडीमै आएको, देख्दै देखिनँ। आज चाहिँ मजाले हेरेर आएँ। गड, पछाडिको भाइ साहबलाई त झन्नै आनो टिफरले यार। कस्तो डेन्जर बाटो रहेछ यो बाटो त, बहुत डर लागिहालेछ मलाई त। चाहिँ आइपुग्यौँ सुनसरी जिल्लाको मालपोत कार्यालय। हामी चाहिँ आज जग्गाको हामीसँग आदरणीय राधिका पोखरेलज्यू गायिका ज्यूसँग भेट भएको थियो। उहाँ चाहिँ हामीले जग्गा किन्न लागेको, उहाँ जग्गादानी हुँदो रहेछ। आज निकै खुसी छु म। हामी चाहिँ आज जग्गा किन्नलाई, जग्गाको पास गर्नलाई आएको हो। किनबेच गरेर अब हामीले चाहिँ पैसा डिपोजिट भयो। हामी चाहिँ अब ब्याङ्क किनेको पैसा लाउनको लागि, अनि मात्र हाम्रो नाममा पूर्जा पास हुने भयो। सो हामी चाहिँ अहिले पैसा लाउनको लागि कुमारी ब्याङ्क इनरुवामा कुमारी ब्याङ्क खोज्दै गयौँ। कुमारी ब्याङ्क चाहिँ अलि पर मिलन टोल भन्ने ठाउँमा जानु पर्दो रहेछ। त्यहाँनिर हिँड्यौँ हामी चाहिँ। अब ब्याङ्क खोजेर पुग्यौँ पनि। अब हामी चाहिँ ब्याङ्कभित्र पस्नेछौँ। हामी चाहिँ अब कुमारी ब्याङ्कभित्र पस्यौँ, अनि हामी चाहिँ अब हतार आइपिएस गर्छौँ पैसा। आइपिएस गर्छौँ अब हामी चाहिँ पैसा। दिदीले फर्म सम भरिदिनु भयो र हामी वी आर ब्याक नाउ। अब चाहिँ हामी निस्केको। दिदीहरू पनि राधिकाजी, दिदी राधिका पोखरेल, उहाँसँग पनि भेट भयो हाम्रो। उहाँ चाहिँ हाम्रो जग्गादानी हुनुहुँदो रहेछ। र हामी चाहिँ अब फर्क्यौँ। अब चाहिँ हामी नापी शाखा अफिसमा जान्छौँ। हामी चाहिँ नापी शाखामा आइपुगिसक्यौँ। अब नापी शाखाभित्र चाहिँ हाम्रो अगाडि साइन गर्नुपर्छ अरे। अब साइन गर्नुपर्ने कस्तो आएको हो, गाडीले उडाउँछ। कामहरू, हाम्रो भित्री कामहरू पनि सबै सकिसक्यो र हामी चाहिँ अब फर्केको अवस्था अहिले चाहिँ। हामी चाहिँ अब लौ हेर्नुहोस् न, बाटो चाहिँ के हो यस्तो, नापी शाखा जाने बाटो अरे यस्तो छ। के अचम्म, अलि राम्रो त बनाउनु। यो त एउटा ट्र्याक्टर चढ्यो भने नराम्रो भत्काइदिन्छ। अब फेरि हामी चाहिँ फर्क्यौँ त्यतै जहाँ चाहिँ हामीलाई चाहिँ फेरि म चाहिँ मालपोत अफिसभित्र पस्नुपर्छ। मालपोत अफिसमा चाहिँ मेरो अब फिङ्गर प्रिन्ट र फोटो दिनुपर्ने हुनाले म चाहिँ भित्र पस्नुपर्ने भयो। अब म चाहिँ मालपोतभित्र चाहिँ मालपोत अफिसभित्र पसेँ। अब मेरो फिङ्गर प्रिन्ट र पिक्चर दिएर फेरि म तल झर्छु। हाम्रो चाहिँ सबै काम सकिसकेको छ है त। अब लगभग झन्नै
अब हामीलाई चाहिँ सोध्नु हुँदो रहेछ त्यो भित्र पनि सोध्नुभयो। भित्र सोधेर पनि निस्किसक्यौँ। सबै हामी पैसा सैसा बुझाएर वी आर ब्याक नाउ। अब हाम्रो पूर्जा चाहिँ आइतबार आउँछ अरे। हामी चाहिँ आज जग्गा पास गर्न गएको थियौँ। अब त्यही काम पनि सबै सकियो र अब हामी चाहिँ ब्याक फर्किन लागेको। आएका थियौँ अब त्यही बाटो सरर फर्किँदैछौँ है त। हेर्नुहोस् है त, फर्किँदैछौँ हामी। आज एउटा काम सकियो, अझै पनि अर्को एउटा हाम्रो काम घरमा चाहिँ छ। फेरि आज चाहिँ हाम्रो सरप्राइज डे हो क्या। अघिकै बाटो हुँदै हामी चाहिँ इटरी चोक आइपुग्यौँ है। हामी चाहिँ अब इटरी चोकबाट हटिया लाइन जान्छौँ। हामी चाहिँ अलिकति मासु लिएर जानुपर्ने छ, त्यही भएर हामी सरर बजार जान्छौँ। बजार बुधबारे बजार लागेको छ आज चाहिँ, बुधबारे बजार। अब यहाँबाट हामी मासु लिएर जान्छौँ टक्कसँगले। आज हाम्रो स्पेसल डे छ कि घरमा, सरप्राइज पार्टी पनि छ। अहिले म देखाउँछु नि तपाईँहरूलाई, वेट गर्नुहोस् है त। मासु किनेर अब यति फेरि पूर्वाञ्चल पुग्यौँ है। पूर्वाञ्चल स्टोर पुग्यौँ। पूर्वाञ्चल स्टोरमा चाहिँ केक अर्डर गरिराखेर अनि खाजा खाएर फर्किन्छौँ हामी चाहिँ। पूर्वाञ्चल स्टोरमा केक अर्डर गरिराखेर हामी चाहिँ फर्किन्छौँ। यहाँ चाहिँ केक खालको केक छ। अब गोर्खा फाइनेन्स मुनि खाजा खाने ठाउँ दिदीले देख्नु भएको छ, त्यहाँनिर जाँदैछौँ। गोर्खा फाइनेन्स मुनि छ त्यो खाजा खाने ठाउँ चाहिँ। हामी पस्दैछौँ भित्र। फाइनेन्सको मुनि हिकोलाको माथि पर्छ। अब चाहिँ खाजा खाने ठाउँ आइपुग्यो। म चाहिँ अब हामी खाजा अर्डर गरेर अब खाजा पनि अर्डर गरेर खाने बेला भयो। हाम्रो खानेकुरा चाहिँ आइसकेको छ। अब हामी चाहिँ खानेछौँ। खाइसकेर फेरि हामी आफ्नो घरतिर फर्किनेछौँ। थ्याङ्क यू फर वाचिङ। पार्ट 2 छ।